सुनेको थिएँ हाम्रो गाउँमा 13-14 जना छन्, त्यति मान्छे गाउँ जान चाहेका छन्, गाडी लिएर आउनु न। ठिकै छ नि त भनेर मैले कल राखिदिएँ। आज हाम्रो गाडीमा पनि केही चेन्ज छ। भाले बसलाई छोडिदिएर भाले बसको बाउ लिएर आएको छ। यसको लुक्सको कुरा गर्नु पर्दा एकदम 10/10 एकदमै झक्कास। अब यो गाडी तपाईहरुलाई पनि कुदाउनु मन छ भने भिडियो चाहिँ लास्टसम्म हेर्दिनु होला। अब यो गाउँको ट्रिपमा जानु भन्दा अगाडि यसो खलासी भाइसँग पनि डिस्कस गर्नुपर्ने हुन्छ। डिस्कस गाडी कुदाउँदै गरौँला भनेर सिधै म चाहिँ गाडी भित्र छिर्दिए। डिस्कस गर्दा गर्दै खलासी भाइले जाम न त पैसा छप्प आउँछ भन्दै थियो। ठ्याक्कै त्यो अङ्कलको टिनिनी गर्दै फेरि फोन आयो। फेरि बुढो भन्छ बाबु पानी परेको मौसम छ, गाडीलाई चाहिँ यसो सर्भिस सबै गरेर ल्याऊ, बाटो एकदम डेन्जर छ भन्छ त्यसका बाजी। त्यसपछि गाडी भित्रै दुई भाइ भएर यसो सल्लाह गर्यौं। मौसम पनि एकदमै खराब छ, गाडी त चिटिक चाटुक छ, आके हुँदैन, सर्भिस गराएपछि मजाले पुगिन्छ होला भनेर सिधै मैले ग्यारेजमा छिराइदिए। ग्यारेज चाहिँ हो आफ्नै साथीको, यसो केही रकम डिस्काउन्ट हुन्छ भनेर त्यही छिराइदिए। अब त्यो साथी छ कि छैन भन्ने कुरा हो। अनि गाडीलाई त्यहाँ पार्किङ गरेर यसो गएर बुझ्दाखेरि ठ्याक्कै साथी नभएर त्यसको हजुरबाउ रहेछ। त्यसको हजुरबाउ फेरि लास्टै कन्जुस। ठिकै छ नि त, कन्जुस बाजे छिटो गाडी चाहिँ सर्भिस गराइदिनु भनेर काउन्टरमा गएर यसो गरौँ भनेर अर्डर दिए। 1 घण्टा लाग्छ, एकछिन पछि आउनु भनेर मलाई त्यहाँबाट निकालिदियो। मलाई निकाल्न त कसैले सक्दैन, यसो रिक्वेस्ट गरौँ भनौँ न, एकचोटी फेरि आसौ। अनि यसो फिता चप्पल पड्काउँदै बाहिरतिर पसल खोज्न थाले। बाहिर एउटा सानो चिया पसल जस्तो रहेछ, त्यही 20 रुपियाँको चिया खाएर 1 घण्टा बसेर वाइफाई चलाएर निस्किनु पर्यो भनेर छिरे। 1 घण्टा भनेर 2 घण्टा बसेछु, त्यही भएर फिता चप्पल पड्काउँदै कुदेर सिधै पुगे ग्यारेज। सर्वप्रथम हामीले चेकआउट गर्नुपर्ने हुन्छ आफ्नो गाडी। त्यसका बाजे खलासी भाइलाई के हतार परेको अघि नै आएर बसिसकेछ। अनि आज यसले लिपस्टिक जस्तो लागेको छ किन होला। अनि काउन्टरमा गएर सर्भिसिङको के कति खर्च लाग्यो भनेर सोधेको त 32,000 लाग्यो। यो साला बुढो अबदेखि आएछु भने अब चाहिँ आउने बेला साथीलाई कल गरेर आउँछु, यतिकै यो बुढो भएको बेला चाहिँ आउनु नहुने रहेछ भनेर मैले सिधै गाडीलाई ब्याक गरेर हिँडेँ आफ्नो गन्तव्य मतलब आफ्नो डेस्टिनेसन तर्फ। गाडी जो सकेको भन्दा स्मुथ मोबाइल सोबाइल हालेर बबाल चकाचक बनाइदिएछ। त्यही पनि यति खर्च त नलाग्नु पर्ने भनेर गाडी निकाल्दै थिएँ, एउटा टुरिस्टले बाटो काट्दिएर। अब आउने हाम्रो सम्पूर्ण ट्रिपको भिडियोमा चाहिँ यही भाले बसको बाउलाई लिएर आउनेछु। गाडीको इन्टेरियर चाहिँ एकदम बबाल छ। अति डिजाइनवाला गाडी त्यति मन पर्दैन, त्यही पनि यो चाहिँ अलिक झकास छ। यतिको मिल्दो डिजाइन चाहिँ अलिक पर्फेक्ट नै हो गाडीको लागि। गाडी त सर्भिसिङ गरेर चकाचक भयो, एउटा फोटोसुट हान्नुपर्छ भनेर एउटा राम्रो ठाउँमा लगेर टक्कसँगले गाडी रोकेको थिएँ। यसो भिडियो सुट हान्दा एउटा खन्ती बोकेको मान्छे लगर चाहिँ यो मान्छे हो कि मान्छे हो, जोसुकै होस् भनेर खतरासँगले फोटो सुट गरिसकेपछि त्यसपछि 8-9 किलोमिटर खाली गाडीसँग यात्रा गरिसकेपछि म पुगिसकेको छु मान्छे लिने ठाउँमा। सोचेको थिएँ यो ट्रिपमा जाने मान्छेहरू सबैजना एकै ठाउँमा आएर बसेका छन् होला भनेर, तर त्यहाँ त 2 जना मात्रै थियो। अरू सबैलाई सबैको घर अगाडिबाट टिप्नु पर्ने। सब नेपालीहरूको बानी चाहिँ यस्तै हो, सबैलाई इजी लाइफ चाहिएको। नेपालमा ड्राइभरहरूको जिन्दगी पनि सजिलो छैन नि। कस्तो टेन्सन भयो, यस्तो टेन्सन हुँदा पनि बिहोस हुँदिन त, के भएको। त्यसपछि टेन्सन अलिकन गाडीलाई टक्कसँगले मैले निकालेर सरर हिँडेँ। कुदाउनु पनि एकदम स्मुथ, एकदम मजा आइरहेको थियो, एकदम कुदाइराखौँ जस्तो। र मान्छेहरू कता बसिरहेछन्, टक्कसँगले राम्रोसँग हेर्दै जानुपर्ने हुन्छ। यस्तो गरी मौसम चाहिँ, त्यही भएर मैले गाडीको झ्याल खोलिदिइसकेको छु। झ्याल खोलिदिनु त एउटा बाहना हो, यो अटोमेटिक सिस्टमको झ्याल देखाउने मेरो चाहना हो। अटोमेटिक सिस्टमले झ्याल खोल्ने यो टेक्निक रहेछ यसमा, त्यही भएर देखाइदिएको छु भनेर गफ गर्दा हामीले एउटा मान्छेहरू बसेको ठाउँ भेटिसकेको छ। जहाँ हुँदो रहेछ एउटा खन्ती बोकेको मान्छे, एउटा परम सुन्दरी, एउटा ब्याग बोक्ने एउटा हजुरआमा। त्यहाँबाट जम्मा 5 जनालाई बोकेर जम्मा 7 जना बोकेर अब चाहिँ अर्को मान्छेहरू खोज्नुपर्ने हुन्छ। जम्मा 13 जना भनेको थियो अघिको बुढोले। बाटोमा जाँदा कन्फिडेन्ट वाला भ्लगर देखिसकेको छु। म भित्र पनि यतिको कन्फिडेन्ट भएको भए म पनि नम्बर 1 भ्लगर बनि सक्थेँ होला। नन स्टप भ्लगिङ गरेर हिँडेको केटा। लेट्स सी कहाँसम्म हिँड्दै पुग्दो रहेछ भनेर ध्यान यतितिर चाहिँ झन् गाडीले स्क्रू र ड्याकेट ठोकिदिएर रया चाहिँ बे मतलब के एकदमै भयङ्कर जाम लागिसकेको छ। यो जामलाई चाहिँ मैले ब्रेडमा दलेर खान पनि मिल्दैन, त्यही भएर म त्यहाँबाट निस्किसकेको छु। त्यस्तो पनि जोक हुन्छ, हाँस उठेन है कसैलाई, त हाँस उठेन। र अगाडिको 3-4 ठाउँमा मान्छेहरूलाई चढाइसकेपछि चाहिँ माथिको एरिया सबै फुल भइसकेको छ र मैले तिरपालले बाँधिसकेको छु सामान हुटपाथी मात्र नअटेर पछाडि डिकीमा पनि हालिदिसकेको छु मैले, जसमा रहेको छ 3-4 वटा चामलको बोरा र 2-3 वटा रम्बम चाउचोको काटो। यो चाहिँ तिनीहरूले गाउँ पुगेपछि झार्नै बिर्सिनु नि, रमाइलो हुन्थ्यो। तिनीहरूले साँच्चीकै रम्बम चाउचो झार्न बिर्स्यो भने मेरो रियाक्ट यस्तो हुन्थ्यो। रोयल चाहिँ हाम्रो गाडी एकदमै राम्रो भ्यू देखिने वातावरणमा आइसकेको, जसको साइडमा रहेको छ एकदमै राम्रो लेकको भ्यू भने अर्को साइडमा रहेको चाहिँ एकदमै हरिया भरिया जङ्गलहरू। र अहिले हाम्रो बस इन्डोनेसिया गेममा चाहिँ एकदमै राम्रो फिचर्स, मान्छेहरू हिँड्ने फिचर्स लगाइदिरहेको छ। तिनीहरू चाहिँ जति बेला पनि हिँडिरहेको छ, न तिनीहरूले घाम हेर्छ, न तिनीहरूले रात हेर्छ, न तिनीहरूले पानी हावा चट्याङ हुरी केही हेर्दैन। हिँडेको होइन, कहाँ पुग्छन् होला यिनीहरू हिँडेर। अझमै लागिसक्यो यार, यस्तो गरिमा कति हिँडिसकेको होला। यसो यहाँ चाहिँ एउटा पानी फ्याक्ट्रीको कम्पनी रहेछ, 4-5 वटा जार लानुपर्छ होला भन्दै अघिको बुढोले भन्न थाल्यो। त्यही भएर मैले चाहिँ सट्टसँगले गाडीलाई साइड लगाएर यसो भनेर सिधै फ्याक्ट्रीमा गयो। त्यसपछि 3-4 वटा जारहरू गाडीमा हालेर यसो हिँडे मात्रै थिएँ, पानीको टुङडुङ पर्न थाल्यो। अनि अलिकति अगाडि चाहिँ एकदमै ठुलो उकालो रहेछ। जब मैले पानीको 4-5 वटा जार गाडीमा के एड गरेको थिएँ, जब यतिको उकालो पनि तान्न सक्दैन त। बल्ल जसो तसो गरेर उकालो चढाइसकेपछि
One eternity later. लगभग 20-30 किलोमिटरको यात्रा गरिसकेपछि हामी गाउँको एरियामा छिरिसकेको छौँ। हेर्न सक्नुहुन्छ मेरो वरिपरि एकदमै राम्रो राम्रो गाउँले घरहरू र हरियाली वातावरण। यताको बाटोहरू चाहिँ धेरै जस्तो यस्तै छ, चिप्लो बाटो, रातो माटो, हरियो बाटो। अहिले चाहिँ जेउस पानी परेको छैन यता, न त पानी परेको भए डेन्जर टायर चिप्लिन्थ्यो। आधी घण्टा अगाडि पानी परेको थियो होला, अलिअलि बाटो चिप्लो नै थियो, त्यही भएर मैले बिस्तारै लगिरहेको छु। लग्दा लग्दा अगाडि देखियो खोला, बाटो नै रहेछ, खोला तरेर जानुपर्ने, यता पुल पनि बनेको रहेछ। सबैभन्दा सुरुमा त गाडीबाट झरेर खोलाको गहिराई नाप्नु पर्ने हुन्छ। त्यही भएर टक्कसँगले एउटा ढुङ्गा पुत्लुक्क फालिसकेपछि म आफै छिरे ट्राई गर्नु पर्यो भनेर सक्कसँगले छिरे। त्यस्तो अतिविधि गहिरो चाहिँ रहेछ, अलिअलि घुडा रहेछ। बाटोपट्टि त ठिकै हो, अलिकति उता गएको त झन् त्यसका बाजु झन्डै डुबी पठाए। त्यही भएर हतार गाडीमा गएर सबैभन्दा सुरुमा त गाडीको झ्याललाई अटोमेटिक सिस्टमले बन्द गरे, गाडी पानीभित्र नछिरोस् भनेर बिस्तारै लगे। गाडीको प्यासेन्जरहरू चाहिँ हल्का फुल्का डराइरहेको थियो, तर तिनीहरूलाई आठ साहस दिनको लागि मैले खलासी भाइलाई पठाएँ। खलासी भाइले प्यासेन्जरहरूलाई पठाउनु भन्दा अगाडि मैले गाडीलाई हतार त्यहाँबाट निकालिसकेपछि एकदम चकाचक भइसकेको छ। गाउँहरूको वासिङ सेन्टर चाहिँ यस्तै हो, खोला नाला। जहाँ जस्तो खोला कटिसकेपछि मैले गाडी निकालेपछि चाहिँ अहिले चाहिँ हामी पिच बाटो निस्किसकेको छौँ, जहाँबाट चाहिँ यस्तो घुम्ती बाटोमा पनि गाडीहरू स्वाट आइदिरहेको। र अब चाहिँ हामी यहाँबाट मासतिर लाग्नु पर्ने हुन्छ। आइला गाडी आइरहेको थियो, अचानक गायब भइदिरहेको। यस्तो ठुल्ठुलो गेममा सानोतिनो ग्लिच त भइरहेको छ नि। अलिकति माथि पुगेपछि मैले देखेँ एकदमै राम्रो चमत्कार। जहाँको नेतालाई म भेटेर दिन चाहन्छु, चप्पले चक्कै हेर्न सक्नुहुन्छ कस्तो दामी पिच गरेको छ पुरै पहाडी बाटोलाई। बजेट चाहिँ सुरुदेखि माथिसम्म पिच गर्ने थियो होला, तर त्यसले यति नै गरिदियो। अनि यहाँ आएर सेल्फी हानेर पिच भइसक्यो भनेर पठाइदियो होला माथि हेड अफिसमा। यताको मान्छेहरूको फेरि 0% सिभिङ सेन्स छ। अलिकति गाडी टर्निङ गर्न त दिनु नि, पुरै बिचमा आएर रोकिदिन्छ। पहाडको उकालो चढ्दा एकदम मुसलधारे बर्षा सुरु हुन थालिसकेको छ, जुन उकालोमा हामीले अर्को पनि दामी चिप्ले बाटो पनि भेटिसकेको छ। यहाँको नेतालाई भेट्यो भने त्यसको एसमा म खन्तीले ट्याटु हाल्छु। भयो धेरै रिस नबोकौँ, अगाडि बढौँ। अगाडि बढ्दै जाँदा एकदमै मुसलधारे पानी रोकिरहेको थिएन, त्यही माथि एकदम टर्निङ बाटोहरूको सामना गर्दै मैले अगाडि बढाइराख्नु परेको थियो। गाडीले सर्भिस गरेर राम्रै गरे, सर्भिस नगरेको भए चाहिँ यति बेला जेनी हुन सक्छ। भन्दै पनि पानी रोकियो जस्तो छ। र अब चाहिँ हाम्रो प्यासेन्जरहरू झर्ने गाउँ हामी छिरिसकेको छौँ। भन्दा पनि अझै 10 किलोमिटर बाटो त अझै छ भन्दैछ। त्यो ठाउँ त एकदम प्यारा लाग्छ क्या मलाई। लुक एट द